हेलो गाइज वेलकम ब्याक टु माई द न्यू ब्लग। आज चाहिँ म बाहिर कृष्ण मन्दिरबाट ब्लग सुरु गरेको। आज चाहिँ विशेष ब्लग छ है गाइज, नछुटाउनु होला, पुरा हेरिदिनु होला। यो मेची कलोनी अङ्कल र म मिलेर दाउरा काटिरहेको छौँ अहिले यहाँनिर। घर अगाडि चाहिँ ट्र्याक्टर फसेर डोजरले निकाल्दै यो सोलिङ गरेको ठाउँ फुटाउने काम भइरहेको छ अहिले, भरे चाहिएको हुनाले। यहाँ गुरु पनि आएर के बनाउन सुरु गरिसक्नुभयो। र आज चाहिँ हाम्रो घरमा चिन्ता राखेको थियो आन्टीको घर कृष्ण मन्दिरमा। अब यो भित्र काम गर्यो, बाहिर भयो, भित्र फेरि गर्दै हुनुहुन्छ। अहिले चाहिँ रातिको 1:30 जति भइसकेको छ। यो घर चेक्ने काम भइरहेको छ अहिले, बाहिर गाड्ने काम। झन्डै यति गर्दा 2 बजिसकेको थियो। सुरुमा गाड्ने गरेको रहेछ। अहिले चाहिँ भने रातिको 3 बजिसकेको छ र हामी अहिले भाइरल रोड हुँदै पथरी फर्किँदैछौँ। अब बाटोको दृश्य हो यो चाहिँ। थ्याङ्क्स फर वाचिङ।